नमस्कार श्रोताबिन, फेरि पनि हामी उपस्थित भइसकेका छौँ यात्रा जर्सिङ पौवासम्मको। जर्सिङ पौवाको यात्रा कार्यक्रममा हामी साली नदी हुँदै अगाडि बढ्दै थियौँ, तर साली नदीको अवस्था भने अहिले एकदम सुनसान नै थियो र त्यहाँ केही दर्शन गरेपछि हामी फेरि अगाडि बढ्ने क्रममा रमाइला दृश्यहरू अवलोकन गर्दै जर्सिङ पौवा पुग्छौँ, जुन साकुबाट 7 देखि 8 किलोमिटरको दूरीमा थियो। वेलकम टु जर्सिङ पौवा। अनि त्यसपछि हामी हाम्रो डेस्टिनेसनमा पुग्छौँ, जहाँ हामीले रुमहरू बुक गरेका थियौँ। किचनमा ब्रेकफास्ट इट मिन्स लन्च स्न्याक्स आएपछि हामी नृत्यको मनोरञ्जनमा रमाउन थाल्छौँ। ती पलहरू र सबैमा भएको जोसहरू, इट वाज आउटस्ट्यान्डिङ। थ्याङ्क्स टु ऑल गाइज। हाम्रो नमराज दाई जो फिजिकल्ली ब्लाइन्ड भए पनि गाउन ओर्न रमाउनमा एकदम रुचि राख्नुहुन्छ। उहाँको लागि धेरै धेरै धन्यवाद। सबैजना आफ्ना दुःखहरू बिर्सिएर दाइको गीतलाई इन्जोय गर्दै थियौँ, साथ दिँदै थियौँ। सबैका अनुहारमा दुःख फुलिएको एउटा मुस्कान देखिन्थ्यो र कहिले नाच्दै त कहिले गाउँदै हाम्रा ती यादगार रातहरू, सम्झनालायक रातहरू बितिरहेका थिए। आफ्नो आफ्नो कला प्रदर्शन गर्दै, जो जतिसँग जे छ केही कोसिस गर्दै, केही रमाउँदै। वाह, हाम्रो सफल भएको नृत्य पनि आउटस्ट्यान्ड थियो र कहिले पानी पर्थ्यो त कहिले रहे जस्तो गर्थ्यो। मौसम पनि छुट्टै मिठो
मिठो थियो, कहिले भित्र त कहिले बाहिर। त्यसपछि हामी खाना खान लाग्यौँ। र हामीले गाएको र रमाइलो गरेको देखेर अन्य साथीहरू पनि आफ्नो कलाको प्रदर्शन गर्न आउनुभएको थियो। उहाँहरूलाई पनि हामीले वेलकम गऱ्यौँ। And the guy was stunning, man. The voice is outstanding. Thanks, bro. We don't know your name, but you're a genius. त्यहाँका रन्तेमा यो मिठो गीतसँगै त्यो रातको विसर्जन, it means we finish our night after 1 a.m. and we get to go to sleep. And the next morning was so outstanding weather that having अनि सबैजना फोटो खिच्नमा व्यस्त भयौँ आफ्नो आफ्नो फोटो क्लिक गऱ्यौँ र रमाइलो दृश्यहरू पनि क्यामेरामा कैद गऱ्यौँ। साह्रै नै रमाइलो थियो र कहिलेकाहीँ ऐसेले पनि ट्राई गऱ्यौँ। सिजन परेकाले सिजनल फ्रुटहरू पनि रास्पबेरी पनि ट्राई गऱ्यौँ र हामी फर्कने तर्खरमा त्यहाँ नजिक रहेको गुम्बामा अवलोकन गर्दै र त्यहाँबाट देखिने दृश्यहरू अवलोकन गर्दै आफू बसेको वासस्थान तर्फ मोडियौँ र दिनको मौसम पनि
अत्यन्तै चिसो न्यानो इट वाज सो वार्म थियो जुन यात्राको लागि पर्फेक्ट नै थियो। र मनसुनको सिजन भएकाले झन् हरियालीको त कुरै नगरौँ। त्यसपछि हामी आयौँ अलि न्यानो भएको ठाउँतर्फ, बौद्ध नजिकै, जहाँ अलि न्यानो भएकाले स्विमिङ गर्ने प्लानिङ गरेर साथीहरू सबै मिली हामी स्विमिङ गर्नतर्फ लाग्यौँ। बट nobody know how to swim। त्यसपछि केही मिठा गीतहरू गाउने कोसिस गर्दै, रमाउने कोसिस गर्दै दाइहरूसँग छुट्टिने बेला पनि भएछ। सायद यो भेट अब कहिले होला, यसै गरी मनले चाहे त होला, नभए त के होला होला। It was outstanding। जर्सिङ पौवा जुन साँखुदेखि 7देखि 8 किलोमिटर थियो भने हामी कोटेश्वरदेखि जाँदा 20देखि 25 किलोमिटरको दूरीमा रहेको थियो। यो मौसम र बाटो पनि धेरै नै राम्रो थियो। यात्रा गर्न पनि कुनै कठिनाइ भएन। र अन्तमा आदरणीय दाइहरूको यो यति मिठो कलालाई सम्मान गर्दै केही सल्लाह सुझावहरू भए अवश्य दिनुहोला कमेन्टको रूपमा। Thank you everyone for watching our video. Thank you so much. Bye bye. Have a nice day to everyone.